हाम्रो सभ्यताले अनेक संस्कृति, अनेक सामाजिक रीतिथितिहरू, चालचलनहरू, चाड पर्वहरू, यस्ता अनेक चिज पैदा गरेको छ, विकसित गरेको छ। मैले पहिले पनि धेरै पटक भन्ने गरेको छु, हाम्रा चाड पर्वहरू यत्तिकै विकास भएका छैनन्। इनका पछाडि सामाजिक सुप्रबन्धको, सामाजिक अग्रगमनका विभिन्न घटनाहरूको सम्बन्ध जोडिएको छ। सामाजिक उत्थानका प्रयासहरूको अथवा ठुला ठुला उपलब्धिहरूलाई उत्सवको रूपमा मनाएर सुरु भएर त्यसको परम्परालाई धानेका यस्ता कुराहरू पनि छन्। कतिपय कुराहरू मिथको आधारमा पनि चलेका होला, तर धेरै जसो वैज्ञानिकताका आधारमा चलेका छन्। समाजले मुख्य रूपमा या त समाज परिवर्तनको क्रममा, उपलब्धिहरूको क्रममा तिनीहरूको स्मरणका लागि कुनै उत्सवलाई निरन्तरता दिएर पर्वहरू बनेका छन्, चाडहरू बनेका छन्। कोही सामाजिक सुप्रबन्धका लागि गतिशील समाजलाई समानुकूल ढङ्गले विकसित गर्दै जाने र समाजका सामाजिक प्रबन्ध र सांस्कृतिक मूल्य मान्यताहरू तिनीहरूलाई पनि व्यवस्थित गर्दै जाने कुराहरूले चाडहरू, पर्वहरू, उत्सवहरू तिनीहरू बनेका छन्। केही अन्धविश्वासमा आधारित होला, त्यस्ता कुराहरूलाई हामीले हटाउँदै जानुपर्छ। केही अन्धविश्वासले पैदा भएका कुराहरूले मानव समाजलाई, मानव जातिलाई दुःख पनि दिइरहेको हुन्छ, पीडा पनि दिइरहेको हुन्छ। यस्तो मानव जातिलाई पीडा दिने, दुःख दिने खालका अन्धविश्वासी परम्पराहरूलाई हामीले छोड्दै जानुपर्छ र मानव जातिको सम्मान, समानता, भलाइ, एकता, यस पक्षका, शान्तिका पक्षका मानवीय भावनाबाट उत्प्रेरित र यसलाई प्रोत्साहन गर्ने खालका समाजको सुप्रबन्ध, सुशासन, सुव्यवस्था, शान्ति सुव्यवस्था, उत्पादन र विकास, यी कुराहरूमा जोड दिने खालका कतिपय छन्। कतिपय समाजको अनेक तन्तुहरूलाई जोड्ने कुराहरू छन्। मैले धेरै ठाउँमा भन्ने गरेको छु, समाज कानुनले, प्रशासनले, कानुन कार्यान्वयनले मोरल त समाज चलेको हुँदैन। समाज बेथितिमा गयो भने समाजले सामाजिक मूल्य मान्यता मर्यादाहरू, उचित मर्यादाहरूको पालना गर्न छोड्यो भने के हुन्छ भन्दा 24 गतेको घटना जस्तै देशमा अराजकता हुँदो रहेछ, परिस्थिति काबुभन्दा बाहिर जाँदो रहेछ। त्यो किनभने सामाजिक मूल्य मान्यता माथि प्रहार हुन थालेको लामो समय भयो। नेपाली समाजमा तपाईँ भन्ने संस्कृतिमाथि हमला भएको धेरै भयो। तिमी भन्ने तिमीबाट, तँ भन्ने तँबाट, गाली, अश्लील गाली गलौज गरेर मानवर्धन गर्ने यो परम्परा चल्दै गयो, जसले गर्दा मानवीय एकता, मानवीय संवेदना जस्ता कुराहरू रहन छोड्दै गए, जसले गर्दा जेसुकै गर्न पनि हिचकिचाहट नहुने, अमानवीय खालका कुराहरू हुने, अमानवीय खालका क्रियाकलाप गर्न नहच्किने यस्ता प्रवृत्तिहरू भए। तर हामीले
हाम्रा गौरवपूर्ण सामाजिक सुप्रबन्धका निम्ति गरिएका प्रबन्ध र त्यस अन्तर्गत बढेका हाम्रा सामाजिक मूल्य मान्यता र समाजलाई साँच्चै बाँध्ने, समाजलाई साँच्चै सञ्चालन गर्ने सामाजिक सांस्कृतिक तन्तुहरू जो देखिँदैनन्, धेरै कानुनमा लेखिएको धेरै हुँदैन, त्यसका निम्ति झ्यालखाल बनेका छैन, त्यसका निम्ति हिरासत बनेको छैन, हतकडी बनेका हुँदैन, त्यसका निम्ति अदालतको स्थापना हुँदैन। त्यस्ता मूल्य मान्यताबाट समाज प्रमुख रूपमा चलेको हुन्छ। अहिले त्यस्ता कुराहरूका लागि हामीले राम्रा कुराहरूलाई बढाउनु पर्दछ र नराम्रा कुराहरूलाई छोड्दै जानुपर्दछ, सच्याउँदै जानुपर्दछ। यसै प्रसङ्गमा मानव र जीवजन्तु, प्रकृति र पशुहरू, मान्छे र पशुहरू, मान्छे र पंक्षी, मान्छे र वनस्पति, मान्छे र मान्छेका बीच, दिदीभाइ दाजु बहिनीका बीच, अनि सम्पत्तिको निर्माण भएपछि सम्पत्ति र मान्छेको सम्बन्धका बीच अनेक सम्बन्धहरूलाई एकै साथ जोडेर ल्याएको तिहार। यसभित्र भैलो छ, देउसी छ, लक्ष्मी पूजा छ, काग पूजा छ, कुकुर पूजा छ, लक्ष्मी पूजाभित्र गाई पूजा छ, धन सम्पत्ति आदिको पूजा छ, भाइ टिका छ, गोरु पनि पुजिने गोरु तिहार छ। यस्ता थुप्रै कुराहरू यसभित्र मिसिएर आएका छन्। यो वास्तवमा इकोसिस्टम बुझाउने कुरा, वातावरण बुझाउने कुरा, मानवीय सम्बन्धलाई सुन्दर ढङ्गले परिभाषित गर्ने कुरा, यी सबै कुराहरू यसभित्र समेटिएका छन्। त्यसकारण हामीले गर्व गर्नुपर्दछ। यी चाडहरूको एकैचोटि बनेका होइनन्, यी हजारौँ वर्ष लगाएर बनिएका चाडहरू छन्। अर्थपूर्ण ढङ्गले समाजलाई मिलाउने, एकताको सूत्रमा बाँड्ने कुराहरू छन्। भाइ टिकाका दिन अर्थात् भाइ पूजाका दिन रानी पोखरीमा पनि दिदी बहिनी नभएकालाई दिदी बहिनी भनेर टिका लगाइदिने। यसमा जाति सोधिँदैन, धर्म सोधिँदैन, केही कुरा पनि सोधिँदैन, केहीको विभेद गरिँदैन र भाइ बनाइन्छ, दाजु बनाइन्छ। त्यसै गरेर काष्ठमण्डपमा पनि सोधिँदैन। हाम्रा घर गाउँमा पनि दिदी मान्ने, बहिनी मान्ने, दाजु मान्ने, भाइ मान्ने र त्यसलाई मेन्टेन गर्ने प्रचलन छ। दिदी बहिनीहरू नभएकाले त मान्नै भयो, बनाउनै भयो, भएकाले पनि टाढा छ, टिको लाउन पाउँदैन भने त्यस्तोमा दिदी बहिनी मान्ने चलन छ। आफ्नै दाजुभाइ छैन भने अरू दाजुभाइलाई दाजुभाइ मानेर टिका लगाउने चलन छ र त्यस सम्बन्धलाई जीवन पर्यन्त मेन्टेन गर्ने चलन छ। यो सामाजिक सुप्रबन्ध, सामाजिक एकता, सामाजिक सद्भाव, यी सब चिजका लागि असाधारण कुरा हो। यसको योगदान असाधारण छ। विध्वंस केही घण्टामा गर्न सकिन्छ, सकिँदो रहेछ।
हिरोसिमामा एउटा बम पड्काउँदा निमेषभरमा एउटा सहर, त्यहाँको आबादी, त्यहाँका जीवजन्तु, त्यहाँका पशुपन्छी सबै विनाश भएका थिए। नागासाकीमा एउटा बम पड्काउँदा समाप्त भएको थियो। यहाँ केही घन्टामा कुनै फ्याट बोय के लिटल बोय फ्याट म्यान पड्काइरहनु परेन। प्रज्वलनशील पदार्थ र फैलाइएको आक्रोश, घृणा, अमानवीय चरित्र फैलाउँदै भयो। केही घन्टामा विनाश हुँदो रहेछ। हामीले यो विनाशकारी संस्कृति, फाटोवादी संस्कृति, घृणावादी संस्कृति, यस्ता संस्कृतिहरूबाट टाढा हटेर बन्धुत्ववादी, भ्रातृत्ववादी, हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू हौँ भन्ने भावना, एक अर्काले कति गरेर बल्ल जोडेको छ। एउटा सानो घर फलानासँग फोटो खिचेको थियो भनेर जलाइएको छ। त्योभन्दा अमानवीयता के हो र? अर्को एउटा आश्चर्यको कुरो, यो दुनियाँमा फैलिँदै महामारी जस्तो यो डेङ्गु भन्दा खतरनाक, पोहोरबाट आएको भाइरस भन्दा खतरनाक, कोभिड-19 जस्तै खतरनाक के बेबी अरे नेपो बेबी। अब त्यो बच्चाको के दोष? बाबुआमाले प्यारो गरे होलान्, माया गरे होलान्, मही खाए होलान्, काखा लिए होलान्, कोक्रामा राखेर हल्लाए होलान्, झुलाए होलान्, सरसफाइ गरिदिए होला, बुबुमाम खुवाइदिए होला, सधैँ थप्पड हानेर रुवाइरहनु पर्थ्यो कि के गर्नु पर्थ्यो त्यसलाई? त्यो त होइन होला। बाबुआमाले माया गरेर हुर्काए नेपो बेबी। एउटी अलिक राम्रै अनुहार लिएर जन्मेकी रहेछन्, राम्रै पढिछन्। अब नेपो बेबी भनेर बिहे गरेका ठाउँमा गएर घर चलाइदिए। के को नेपो बेबी? अब बेबी नेपो नै भए पनि त, नेपो बेबी भए पनि त उनले के गर्नु त त्यसमा? बाबुआमाले मलाई माया गरेर राम्रो स्कुलमा पढाए, अनि यो राम्रो स्कुलमा पढ्ने जति सबै अपराधी हुन्? के भनेको त्यो? कुनै अमीर बाबु आमाका छोरी होइनन् उनी। एउटी कलाकार, उनका लागि अप्रत्याशित कुरा हो। उनी विचार गर्दैछ, यो समाज हो कि यो मान्छेहरूको भिड मात्रै हो? यो सभ्य समाज हो कि यो असभ्यहरूको जमात भिड हो? यो पोलिटिक्स हो कि यो क्रोध हो, आवेश हो, घृणाको राजनीति हो? म त्यता पनि जान चाहन्छु। एउटाको प्रश्न होइन, हरेक बालबालिका दोषी छन्। बालबालिका दोषी हुन्छ। बालबालिकाहरूलाई त्रसित बनाइएको छ। कलिलो बाल मनोविज्ञानमाथि भयानक आक्रमण भएको छ नेपो बेबी भनेर। जो मन पर्दैन त्यो नेपो बेबी, उसलाई डर लाग्छ, आतंक हुन्छ, विद्यालय जान छोड्छ। मलाई नेपो बेबी भनेर पिट्छन् कि मार्छन् कि के गर्छन्? प्रताडित हुनु भएको छ बालबच्चाले। के सिक्दै गएको छ हाम्रो समाज? कसले एउटा हल्ला चलाइदिन्छ, त्यही हल्लाका पछि हामी। एकपल्ट पूर्व चलेको थियो के अरे मिटु भन्ने एउटा चलेको थियो। कहाँ कसले मिटु के चलाइदियो? यहाँका भद्र महिलाहरू पनि मिटु 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 लेखेका छन्। के लेखा हो? कहिलेको कुरो भन्दा 50 वर्ष अगाडिको भनेका छन् मिटु लेखा। यस्ता कुरा किन सिक्ने? हामीले बेठिक कुराहरू, बेठिकका हावाहरू, यस्ता नेपो बेबी जस्ता कुराहरू, यी नचाहिने कुराहरू सिक्नु हुँदैन। यो कुनै सभ्यता पनि होइन, केही पनि होइन।
अब अहिले जेएनजी विद्रोह भनेर पर्छ भन्दै भन्दैन, जेएनजी विद्रोह बाहेक भन्दै भन्दैन, नागलाईको कुरै गर्दैनन्, भयानक क्षतिको कुरै गर्दैनन्। मानिस सिँगै देश ट्रमाको स्थितिमा छ, त्यसको कुरै छैन। आतंक छ देशमा, कुरै छैन। मेरो त गुन्डुको घरको नक्सा के लोकेसन सब कताबाट जाने बाटो दिएर आक्रमण गरेका एआई जडित बनाएर मलाई एकदम घाइते रगत पक्ष देखाएर यो सबै के हो भने प्रिपरेसन हो। अनि यो कुरा अब पनि सरकारले नरोक्ने, अब पनि नरोक्ने। मैले कसैबाट सुनेको थिएँ, सरकार तपाईसँग बहुतै रिसाएको छ भन्छ। शान्तिको कुरा गरेर सुनेर रिस उठ्यो होला, यसरी आगो लाउनु हुँदैन थियो भने सुनेर रिस उठ्यो होला, तोडफोड गर्नु हुँदैन थियो भने सुनेर रिस उठ्यो होला, सामान लुट्दै चोर्दै भाग्दै गर्नु हुँदैन थियो भन्ने सुनेर रिस उठ्यो कि? अनि हामीले के गरिदिएको छ? समाज शान्तिपूर्ण हुनुपर्दछ। सरकारलाई रिस उठे पनि, जसलाई रिस उठे पनि म भन्न चाहन्छु, यस देशमा नेकपा एमाले पनि छ र लडेर यस देशलाई शान्तिपूर्ण देशमा परिणत गरेर छोड्छ। यस देशमा यो लुटपाटको संस्कृति, अर्काको सम्पत्ति लुटेर आफ्नो जीविका चलाउने अथवा आफ्नो खुसी र सुविधाका लागि अर्काको सम्पत्ति लुट्ने, कस्तो रिस हो, कस्तो आक्रोश हो, कस्तो के हो, अर्काका घरमा आगो लगाउने, यस प्रकारका। अनि कुप्रचार जति पनि गर्न पाइने, कुप्रचार गरेर समाजमा अस्वस्थता फैलाउनेहरूप्रति सरकारलाई रिस उठ्नुपर्ने हो। त्यस्तासँग रिस उठ्दैन सरकार। 4000 मोटरसाइकल फलानाका घरमा आगो लाउन, मार्न, ध्वस्त पार्न जाँदै थिए, मैले रोकेर केपी ओलीलाई बचाएँ भनेर मान्छे वक्तव्य दिइराखेका छन्, भाषण गरिराखेका छन्। सरकार आनन्दले ती कुरा सुन्दा मुस्कुराएर बस्छ। समाजमा शान्ति हुनुपर्छ भने सरकारलाई रिस उठ्छ, झोक चल्छ। कस्तो सरकार हो, अचम्म लाग्छ। सरकारलाई रिस उठोस् कि नउठोस्, मैले भने नेकपा एमाले पनि यस देशमा छ र शान्ति स्थापना गरी छोड्छ, देशमा सुशासन स्थापना गरी छोड्छ, भ्रष्टाचार नियन्त्रण गरी छोड्छ। नयाँ पुस्ता, उदाउँदो पुस्ता र आउँदो पुस्ताका लागि यो एकदमै कुरूप भएको, गरिब भएको, हरितन्नम भएको यस्तो देश, भद्रगोल देश छोड्ने होइन, एउटा सुसभ्य, विकसित, शान्तिपूर्ण देश त्यस्तो छोड्छ। विदेशीहरूले भिसा रोक्दै जाने खालको होइन। हाम्रो पासपोर्ट देखाएपछि नेपाल एउटा इमान्दार सही देश हो भन्ने, त्यहाँका नागरिक सही हुन् भन्ने एउटा गर्व गर्न पाइयोस्। यो त आगो लाउने देशका मान्छे भनेर हामी चिनिन चाहँदैनौँ, हाम्रा सन्तानलाई चिनाउन चाहँदैनौँ। हामीले भर्खरै केन्द्रीय कमिटीको बैठक हिजो मात्रै सकेका छौँ। केन्द्रीय कमिटीले ठिक निर्णय गरेको छ, कुनै आवेश उत्तेजना बिना अहिलेको सरकार आगजनी, तोडफोड, लुटमारको एउटा भयावह स्थितिबाट जन्मिएको, संविधान र कानुनले कतै नचिनेको असंवैधानिक सरकार। फेरि सरकारलाई झोक चल्ला कि भन्ने, यो असंवैधानिक सरकार हो। कुन संविधान अनुसार भनेको छ? अनि आवश्यकताको सिद्धान्त, लोकतान्त्रिक प्रणाली मान्नुहुन्छ कि मान्नुहुन्न? मान्दिन भन्ने हुन्छ। के मान्नुहुन्छ त? संविधान मान्नुहुन्न भने के मान्नुहुन्छ? अब संसद
सार्वभौम सत्ता सम्पन्न जनताले संविधान अनुसार निर्वाचन आयोगले तोके अनुसार निर्वाचन आयोगले दबावमा होइन कानुन सम्मत आवधिक ढङ्गले तोके अनुसार भएको निर्वाचनबाट कानुनी सबै प्रक्रिया पूरा गरेर जनताको अभिमतबाट आएको जनप्रतिनिधिहरूको संस्था सर्वोच्च संस्था संसद विघटन गर्ने अधिकार कसले दियो, कहाँबाट पाइयो? क्रान्तिबाट बनेको सरकार। कहाँ भयो क्रान्ति? प्रतिक्रान्ति हो यो। देशलाई पछाडि धकेलेको छ। शान्तिबाट हिंसा अराजकतामा धकेलेको छ। कानुनी राजबाट आवेश उत्तेजना प्रतिशोधको राजमा परिणत गर्ने गरी प्रतिगमन भएको छ। डर त्रास रहित ढङ्गले मान्छे हिँडडुल गर्थे। त्यस ठाउँबाट सिङ्गै देश त्रसित मनोविज्ञानमा भएको स्थितिमा आज पसले हरेक पसले मेरो पसल लुटिन्छ कि भनेर डराउँछ। हरेक बाटामा हिँड्ने पैदल यात्री, पहिले महिलाहरू हरेकको गलामा सिक्री देखिन्थ्यो। अहिले सिक्री देख्न मुस्किल छ, किनभने कति बेर कसले सिक्री मात्रै लाने हो कि आफूलाई पनि गन्डाङ बन्डुङ पारेर पाङपुङ पार्ने हो, ठेगान छैन। त्यस्तो स्थितिमा देश पुगेको छ। अनि यो प्रतिगमन नभएर चाहिँ क्रान्ति हुन्छ? क्रान्तिबाट बनेको यो सरकार, यो 1% पनि समर्थन नगरेको सरकार हो। 1% भनेको 3 लाख हुन्छ। 3 लाख मान्छेले यो सरकार बनाएको होइन। आम जनता सहभागी भएर होइन। आम जनतालाई त्रसित बनाएर तिनका घरमा आगो लगाएर तिनलाई घर घर भित्र पसाएर हाटउट लाटलुटका बीचमा बनाइएको सरकार। अनि यो सरकारको सिफारिसमा सार्वभौम सत्ता सम्पन्न जनताले निर्वाचित गरेको जनप्रतिनिधिहरूको सर्वोच्च संस्था विघटन गरेर एउटा राजनीतिक रिक्तता, संवैधानिक रिक्तता, कानुनी रिक्तता, जनप्रतिनिधि सर्वोच्च संस्थाको रिक्तता, निर्णायक संस्थाको रिक्तताको स्थितिमा देशलाई पुर्याएको छ। यो प्रतिगमन हो। त्यसकारण यस प्रतिगमनलाई सच्याउनु पर्दछ र प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना हुनुपर्दछ। देशलाई शान्ति, संविधान, लोकतन्त्रको पक्षमा फेरि फर्काउनु पर्दछ। हाम्रो पार्टीले निर्णय गरेको छ। म देशभरिका हाम्रा कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु, यस कामको तयारीमा लाग्नुहोस्। अनि दिनै पछि केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुट्टा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश। केमा मुद्दा लाउनुहुन्छ? केमा? तपाईलाई रिस उठ्यो भन्दैमा मुद्दा? तपाईलाई रिस उठ्यो भन्दैमा थुन्ने कि अरू कुनै आधार छ, कारण छ? फेरि हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ, कहिलेदेखिको 7 साल पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौँ, 46 पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौँ, 62-63 पछिको छानबिन गर्ने हो भने पनि गरौँ, कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौँ र कुनै आम्दानी नभएका धनाढ्यहरू छन् अहिले काठमाडौँमा, कुनै आम्दानी नभएका, आम्दानी छैन, हात लचकिने गरेका सुनका बाला लाएर हिँडेका छन्, काँधले नथाम्ने गरेका सुनका मोटा मोटा दामला बाँधेर हिँडेका छन्। आम्दानी साम्दानी छैन। कसको गर्ने? पाखुरा साना हुनेको गर्ने सम्पत्ति छानबिन कि ठुला हुनेको पनि हुन्छ? हतियार बोकेर हिँड्नेको गर्न नसक्ने, हतियार नबोकिकन हिँड्नेहरूको हुने हो कि कसको हुन्छ? धम्काउनेको नहुने, अरूको हुने
कि जोसँग रिस उठ्छ त्यसको चाहिँ हुन्छ। गर्नुहोस् न सम्पत्ति छानबिन के गर्नुपर्छ गर्नुहोस्, तपाईँहरू भित्रभित्रै गर्नुहोस् न। केही दोष पत्ता लगाउनु भयो, फेला पार्नुभयो भने तब आउनुहोस्। ख्याल रहोस्, यो एउटा भुलको हो। यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो। घाम जुन नहिन्जेल यो सरकार रहन्छ भन्ने भ्रम छ भने त्यो छोडिदिए हुन्छ। जग नभएको यसो हल्लिँदा पुग्लुको कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको हल्लिँदा पुग्लुको हुन्छ। अनि यो सरकारका यत्रा धाकधक्को हामीले धेरै सरकार देख्यौँ, प्रतिगमनका कुराहरू पनि देख्यौँ। माघ 18 देख्यौँ, 19 देख्यौँ, अरू देख्यौँ कि आश्विन 18 माघ 19 सबै पनि देख्यौँ हामीले। त्यसर्थ जेनजी कलिला भाइ बहिनीहरूलाई उनका टाउकामा आरोप थुपारेर हिजो हाम्रो केन्द्रीय कमिटीमा नमिल्दो गरी भए पनि एकजनाले एउटा दृष्टान्त दिएका थिए। काँक्रा चोरले के गरेछ अरे भने काँक्रा चाहिँ चोरेर आफूले खाएछ, के लागेछ यहाँ भनेर यसो गरे जस्तो गरेर काँक्राको बिउँ टाँसिदिएछ। काँक्रो हराउनेले बिउँ यहाँ देखेपछि उसैलाई दिने भयो। जेनजीका गालामा बिहा टाँसेर सरकारमा पुगेका जेनजी यस्ता जेनजी लौरो टेकेर हिँड्ने जेनजी सरकारमा पुगेका छ। बिहा टाँसेको छ जेनजीका गालामा। अनि जेनजीले यस्तो आगो लाउँछ। मैले धेरैपल्ट भनेको छु, जेनजीले राष्ट्रिय झन्डा ओढेर सिंहदरबारमा आगो लगाउने खालका अपराधिक क्रियाकलाप जेनजीले गर्दैन, गर्नै सक्दैन, गरेको होइन, गरेको छैन, फेरि पनि गर्दैन। गालामा कसैले बिहा टाँसो भन्दैमा त्यति विवेक नभएका छैनौँ हामीले। त्यस्ता काँक्राका बिहा गालामा अर्काको गालामा टाँसिदिनेहरू धेरै देखेका छौँ, धेरै चिनेका छौँ। खोजी गालामा बिहा टाँसिदिनेहरूको हुनेछ, टाँसिएकाहरूको होइन। समय गतिशील छ, समय परिवर्तनशील छ, गतिशील छ। म प्रिय जेनजी भाइ बहिनीहरूलाई भन्न चाहन्छु, एक ढङ्गले उहाँहरू ट्रमाको स्थितिमा हुनुहुन्छ। आफूले के चाहेको के भइदियो, देश राम्रो बनाउन भनेर चाहेको जेनजीहरूले, तर बर्बाद भयो, बर्बाद बनाए। यो कुरा देखेको छ। त्यसकारण अब हामीले जसलाई सुरक्षा चाहिएको होइन तिनका घरमा अहिले सुरक्षा राम्रो प्रबन्ध गरिएको छ। जसलाई सुरक्षामा थ्रेड छ भनिराखेका छन् उनीहरू आफैले, उनीहरूका घरबाट प्रहरी फिर्ता गरिएको छ, स्कर्टिङ नदिने भनिएको छ। सबभन्दा बढी थ्रेड जसलाई छ उसँग स्कर्टिङ छैन, उसको सुरक्षा फिर्ता गरिएको छ। यो कुरा भन्यो भने सरकारलाई रिस उठ्छ, गजब लाग्छ। सरकारलाई रिस उठ्छ। के गर्नुहुन्छ त रिस उठ्यो भने? त्यसो भएर मैले अघि सुरुमा भनेको थिएँ, नेकपा एमाले छ यस देशमा। नेकपा एमाले छ, तसर्थ यस देशमा शान्ति सुव्यवस्था पुनर्बहाली गर्छ।
प्रहरी भाइहरू हतियार चलाउन दिइएन, वर्दी खोसिए, हतियार खोसिए, पिटाई खाए उनीहरूले, गोलीगट्ठा खोसियो, उनीहरू मारिए, रेटी रेटिकन कुटी कुटिकन अनेक विभत्स ढङ्गले प्रहरीको हत्या भयो। त्यस्ताहरूलाई समात्यो भने तत्काल छोड्नु भन्ने आदेश आउँछ। सबैलाई थाहा छ कसले दिएको आदेश, म भनिरहन्न, फेरि रिस उठ्ला भनेर आदेश गर्छन् त्यस्तालाई। फेरि केपी ओलीलाई कसरी कुनै न कुनै बाटो त निकाल्नै पर्यो भनेर बैठक बसाउँछ, थुन्नै पर्यो। एकपल्ट चिना हेराएर बस्नु, कहाँ पुगेका छन् ग्रह दशा। यो चिनामा अलिक विश्वास गर्न छोडेका र ज्योतिषीलाई चिना देखाएर बस्नु, कहाँ पुगेका छ तिम्रा ग्रह दशा, कहिले घपलक्क हुने हो त्यो हेराउनु। कि त ग्रह दशा हाम्रो जस्तो आफ्नै बुतामा आफ्नै बसमा हुनु पर्यो, तर यिनीहरूको त्यस्तो छैन। खैर, प्रहरी त्यसरी मारिया छ। यो सामान्य कुरा हो। 1200 हतियार, प्रहरीका 1200 हतियार लुटिएका छन्। अपराधीको हातमा आज 1200 हतियार छ। मजाक हो यो? 1 लाख लगभग गोली लुटिएका थिए, त्यसमध्ये 2-4 हजार फिर्ता भयो होला। लगभग 1 लाख, 1200 हतियार। 21 स्थान SLR, अटोमेटिक गन उनीहरूका हातमा छ। 5,500 अदालतले कैदी बन्दी ठहराएर, अपराधी ठहराएर कैदमा राखेका मान्छेहरू 5,500 बाहिर छन्। कसले भगायो, ती कसरी बाहिर छन्, हतियार कसको हातमा छ, कसले लुटेको हो, कसले लुटाएको हो, गोलीगट्ठा कसको हातमा छ। चुनाव गराउने, त्यही हतियार बोकेर चुनाव गराउने। राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनौ। वाह, राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफै मात्रै भाग लिएर चुनावको ड्रामा गर्ने, कति राम्रो ड्रामाको परिकल्पना छ। तसर्थ यस्ता परिकल्पना यो जनतालाई झुक्क्याउने, जनता ठग्ने मेलो मात्रै हो। यति वर्षदेखि म्यानमारमा आङ सान सुकीको विरुद्ध कु भएर 6 महिनामा, कति वर्ष जेनजीको नाममा आन्दोलन गर्ने। जेनजीले के गर्यो नेपालमा, के गर्यो जेनजीले? जेनजी आमैलाई प्रधानमन्त्री बनायो। बांग्लादेशमा शेख हसिना 75 वर्षकी बुढी बहिनी भनेर बेसरी नारा लाग्यो। बुढी बहिनी हुँदैन, 85 वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए। कहाँ गयो जेनजी आन्दोलन? जेनजीले के 75 कालाई हटाएर 85 कालाई ल्याउन नै आन्दोलन गरेका थियो? त्यही पनि देशभित्र होइन, फ्रान्समा बसिरहेका। अहिलेको सरकारले त्यस्तै सोचेको होला। हामीलाई पनि याद रहोस्, मैले अस्ति नै भनेको थिएँ, यस्तो यो कुनै जग नभएको असंवैधानिक सरकारलाई देश जिम्मा छोडेर हामी विदेश भाग्छौँ। के सोचे? हामी त देशभित्र बसेर, जेलमा बसेर होस् कि भूमिगत बसेर होस् कि जसरी होस्, जे देशभित्रै बसेर सङ्घर्ष गरेर आएको शक्ति हो।
त्यसकारण हामी त्यस्तो कमजोर खालका हुतिहारा होइनौँ। अनि चुनाव गराउने अरे मलाई झापामा मेरो घर जलाइयो अनि जलाइयो भने हेर्न जान पाउनु परेन? हेर्न जान पनि नपाउने काठमाडौँ उपत्यका, सागा तरेर उता गएर धोरीखेलमा मिटिङ गर्न नपाउने, क्या गजबको सरकार छ। मलाई जति बेर काम पर्छ त्यति बेर म सागा कट्ने होइन, नेपालको सरहदभित्र जहाँ पनि घुम्न जानेछु। के कानुनले समाउँछ, के कानुनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ, त्यो म हेर्छु। जथाभावी गर्ने, मन पनि गर्ने, कहाँबाट ल्याएको तिमीले यो देश? हाम्रो होइन। मौखिक आदेश जे पनि गर्न पाइन्छ, निर्णय भनेर जे पनि गर्न पाइन्छ, कारण हुनुपर्दछ। हदबन्दी गर्ने, चुनावमा जान नदिने, दलहरूलाई चुनावमा भाग लिन नदिने, अनि फागुन 21 मा चुनाव गर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, फागुन 21 मा चुनाव हुन्छ। वाह, यो तपाईँहरूको सोचै त्यस्तै भएको हो सरकार कि दुनियाँलाई ढाँटेको हो तपाईँहरूले? सोचै त्यस्तो भएको हो भने छोडिदिनुहोस्, यो काम लाग्दैन। ढाँटेको हो भने जनता सचेत छ, काम लाग्दैन, यो चुनाव हुनेवाला छैन। त्यसकारण हामीले विघटित संसद पुनर्स्थापना भनेको छौँ। अब त अपराधीहरू प्रहरीको वर्दीमा बन्दुक बोकेर आउने भए चुनावको बुथमा। त्यो पहिले सम्पूर्ण वर्दीहरू, सम्पूर्ण बुटहरू, सम्पूर्ण बिल्लाहरू, सम्पूर्ण हात हतियार गोलीगट्टाहरू र अपराधी नियन्त्रणमा लिएको हुनु पर्यो कि परेन? सरकारले त्यतिकै चुनाव हुन्छ कि सम्झौता छ अपराधीहरूसँग तपाईँहरूको आफूलाई सहयोग गर्ने भन्ने? त्यस्तो सम्झौता छ भने त्यस्तो सम्झौताले चुनाव हुँदैन। सम्झौता छैन भने तिनीहरूलाई नियन्त्रणमा लिनुपर्छ, त्यो सबै चिज फिर्ता लिनुपर्छ, अनि चुनावको कुरा गर्नुहोस् न। तपाईँहरू साँच्चै चुनाव गर्नुहोस् न। त्यतापट्टि सरकारको ध्यान छ। जनताले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको छ। अपराधीहरू हतियार समेत फरार छन्, हतियार गोली गट्टा समेतका अपराधीहरू फरार छन्। जनताको सुरक्षा कसले गर्छ? अपराधी पक्राउ पर्यो भने सरकारले छोड भन्छ, अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर्नुहुन्छ। अब यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफै गर्नु पर्यो। टोल टोलमा टोल सुरक्षा समिति निर्माण गर्नै पर्यो। हामीले कतै केही सुराग पायौँ भने अपराधीहरूको प्रहरीलाई बताइदिनु पर्यो, प्रहरीलाई साथ दिनु पर्यो र प्रहरीका बस्ने ठाउँहरू जलाइदिएका छन्। प्रहरीहरू खाली खुट्टामा छ। उनीहरूलाई कसरी मद्दत पुर्याउन सकिन्छ हाम्रो पार्टीले त्यसमा पनि मद्दत गरिदिनु पर्यो। प्रहरीहरू आफै अभिभावकविहीन जस्तो भएका छन्। मलाई नेपाली सेनाले नै जोगाएको हो। सुरक्षा निकायहरूलाई म धन्यवाद भन्न चाहन्छु, उहाँहरूले सक्दो गर्नुभयो होला, तर प्रहरीलाई त बेहालै हो। प्रहरी आफै प्रहारको निशानामा पर्यो। सहानुभूति छ। प्रहरी हाम्रो हो, हामीले साथ दिनुपर्छ। होला कोही कोही प्रहरीले काहीँ काहीँ गल्ती गरे होला,
हाम्रै विरुद्ध पनि काम गरिदिएको होला, बेठिक पनि गरिदिएको होला। त्यो कुरा गौण हो, तर आम रूपमा भन्ने हो भने प्रहरी नेपालको सुरक्षाका लागि, नेपालीको सुरक्षाका लागि, शान्ति सुव्यवस्था कायम गर्नका लागि हो, अपराध कर्म नियन्त्रण गर्नका लागि हो, अपराध भइहाल्यो भने त्यसको खोज अध्ययन अनुसन्धान गर्नका लागि हो। यो कुरा हामीले बुझ्नुपर्छ र प्रहरीलाई हामीले साथ सहयोग दिनुपर्छ, सहकारी गर्नुपर्छ। अहिले देशमा पनि औँसीकै दिन लागेको छ। यो औँसिया नै सरकार हो। यो औँसिया सरकारका विरुद्ध औँसीकै बेला यो बनेको सरकार हो। यो औँसिया सरकारका विरुद्ध हामीले ज्योति बाल्नै पर्दछ, बत्ती बाल्नै पर्दछ, उज्यालो पार्नै पर्दछ देशलाई। यो तिहारले देशलाई उज्यालो दियोस्, हामीलाई साहस दियोस्, हामी देशमा संविधानको रक्षा गर्न सकौँ, लोकतन्त्र पुनर्स्थापना गर्न सकौँ, शान्ति सुव्यवस्था पुनः कायम गर्न सकौँ र असंवैधानिकताबाट संवैधानिकता वापस गर्न सकौँ। यही शुभकामना सबैमा भन्न चाहन्छु।